यसरी जन्ती राति पर्यो, रात परेर हामी चाहिँ आज अब राति बेहुली घरबाट हामी
बेहुला घरतर्फ लागिरहेछौँ। गाउँघरको बिहे यस्तो छ। फाइनली यसरी आइपुग्यो बेहुलाको घरमा। यस्तो गाउँघरको बिहे। घरमा ल है के छ कसो छ? आहा ल है ल ल ल आइपुग्यो बेहुला बेहुली पुर्खाहरू। ल है पुर्खाहरू भित्रिँदैछ। ओगानी हो ओगानी हो ल है ओगानी हो ओगानी हो सेवा के ल बेहुला बेहुली फाइनली आइपुग्यो। दाम यो भकेलै ओके ओके बाबा लाई Aku itu kena. भान्साघर हो यस्तो छ बिहा गाउँघरको। ल है ल फाइनली हाम्रो चाहिँ बिहा सिद्धियो। ठिक ल यो चाहिँ समय कटाउने होइन ए पाङ्गो ल है एकै पाङ ल यस्तो छ है गाउँघरको बिहे। रात परेर हामी आज चाहिँ रातिको बिहे जन्ती आइपुग्यो। यो चाहिँ भान्साघर यसरी छ। फाइनली यस्तो पकाइरहेको छ। ओ ल है दाजुहरू के छ हौ भान्सेहरू? मासु त अनि दामी छ नि है। अब जन्तीहरूलाई दिनु पर्यो है ए बुवा जन्ती। ल है यहाँ चाहिँ पस्काउने ल ल ल ल कति कति चक्टा पो पाउँछौ? मैले चाहिँ अन्मानी भाग्यशालीलाई अब 500 पनि हुन्छ नभए 4 को ल ल ल ल है ल है ल बुढा बुढा मुस दीर्घाले पिक्थे इत्यादि सबै ल है ल है ल अरु यहाँ है ए ल है ल ल ल बसिहालौँ न। जा थपी थपी जा सो
गाउँघरको बिहा। ल यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई भन्दै मैले यो भिडियोलाई यहीँ इन्डी गरेँ। धन्यवाद, नमस्कार।